हेलो साथीहरु, हजुरलाई स्वागत छ फेरि पनि एउटा नयाँ ब्लगमा। र आज हामी आएका छौँ मेरो भाइ आशिष भाइसँग सेती खोला र काली खोलाको भ्यू हेर्न है। धेरै दिनपछि आएको छु म चाहिँ, लगभग अराउन्ड 3 to 5 months भइसक्यो। धेरै पछि आएको छु म यो ठाउँमा हैन। यो ठाउँमा चाहिँ एकदम धेरै नै मान्छे आउँछन् हेर्न। बाइकहरु पनि छन् यहाँ, मान्छे आउँछन् यहाँ। मेरो भाइ, मेरो आशिष भाइ, हेलो भन्दै भाइ। हेलो। के भन्न चाहन्छस् हाम्रो दर्शकहरूलाई? कस्तो केही भन्दैन भन्छ यार। दिन खोलामा जाम। लाइक शेयर कमेन्ट गर्दिनु। पानी एकदम चिसो छ होला है, अहिले जाडो महिना चलिरहेको छ। आई थिङ्क पानी एकदम चिसो छ होला। यो के हो अब? यो के हो? यो केही न केही उद्देश्यले बनाएको होला नि। यो चाहिँ काली खोला हो है। यो काली खोला हो, यो काली खोला अनि पारीको सेती खोला, अनि यो दुईटा मिसिएर कुरो गएको छ। यहाँ चाहिँ यो घाट हो क्या हो कि सायद यो मान्छे जलाउने घाट हो क्या हो होइन। यहाँमा दाउराहरू पनि जलाएको छ, यो त तल पनि जलाएको छ। केही छैन, हामी यहाँ एक्सप्लोर गर्न आएको। हामी एक्सप्लोर गर्छौँ है त ठाउँ कस्तो रहेछ। यो ड्याम, यो केसको ड्याम रहेछ यो पारीको। म उहीँ गएर देखाउँछु है हजुरहरूलाई।